आजको तरकारीमा चाहिँ मेरो भिन्डी र आलु बन्दैछ है साथीहरू। म चाहिँ भिन्डी र आलु काटेर सकाएपछि म भाँडा माझ्नुतिर लागेँ। के गर्ने अब काम त दायाँ र बायाँ सबैतिर हेर्नु पर्यो। काम गर्दा गर्दै म एउटा कुरा पनि गर्छु है हजुरसँग साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ? कसैको बानी यस्तो हुन्छ कि तिमीलाई चाहिँ उसले यस्तो भन्यो है, तिमीलाई चाहिँ तिम्रो कुरा गर्दै थियो, यस्तो रहेछ उस्तो रहेछ भनेर केही कुरा लिएर तपाईँ माझ आउँछ नि, त्यो व्यक्तिलाई तपाईँले के भन्न चाहनुहुन्छ? मलाई चाहिँ एकदम मन पर्दैन है, त्यस्तो चाहिँ कसैले पनि नगर। किनकि जुन व्यक्तिले एउटा कुरा तिमीले यस्तो भन्थ्यौ है भन्यो भने हामी पनि आवेशमा आएर एउटा दुइटा कुरा त गरिहाल्छौँ नि त, अब मन पर्दैन नि। त्यसपछि अब त्यो व्यक्तिले चाहिँ हामीले भनेको कुरा त्यो व्यक्तिसम्म पुर्याउँदैन भन्ने पनि कुनै पनि ग्यारेन्टी हुँदैन के। उसको त बानी हुन्छ कि उसको पेट फुलिन्छ अनि दायाँका कुरा बायाँ बायाँका कुरा दायाँ गर्ने अनि चाहिँ लडाइँ झगडा पारिदिने आफू राम्रो बन्ने कोसिस गरेको हुन्छ क्या। म चाहिँ त्यही नै भन्छु। सबभन्दा त म कुरा गर्ने भन्दा पनि कुरा सुनेर अनि चाहिँ कुरा लिएर यता उता गराउने व्यक्तिलाई झनै नराम्रो भन्छु कि। मेरो बानी त के हुन्छ भने चाहिँ कोहीसँग रिस उठ्यो म डाइरेक्ट त्यही मान्छेसँगै गएर भन्ने मेरो बानी छ। हुन त कतै न कतै अब मेरो बानी पनि हजुरहरूलाई राम्रो पनि नलाग्न सक्छ। मलाई चाहिँ यस्तो गरेको चाहिँ मन पर्दैन साथीहरू। त्यही भएर चाहिँ हजुरले के भन्नुहुन्छ? यति नै कुरा गर्दा गर्दै ल मेरो फेरि यता तरकारी पनि रेडी भयो जस्तो छ है साथीहरू। ल फाइनली मेरो तरकारी पनि अब तयार भइसक्यो। बाँकी कुरा अर्को भिडियोमा गर्नेछु। ओके बाई।